ए छोरा नमात्न बाबु, किन फाल्छस् ती भित्ताका नक्सा, किन च्याच्छस् ती सन्द्र सूर्य झन्डा, धिक्कार्दै सराप्दै कता हिँडिसे बाबु, पर्खिने बाबु पहिले झन्डा फरफराउन दिँदै, पर्खिने बाबु पर्खी पहिले मलाई भावी नेपाल गुनगुनाउन दिँदै, आइज बुन्दी तानेर बस, म भन्छु तँलाई आज हाम्रो देश कस्तो हुनेछ। हे छोरा, तैँले टिक्दै गरेको यो जमिन फल्नेछ फुल्नेछ, तराईका फाँटबारी हरियाली भई झुल्नेछ, हाम्रो टाढीको खेत सिन्चित भई फस्टाउनेछ, आफ्नै बारीका तरकारीले सजिएको शरीर यसरी रसाउनेछ कि पौरेखी हातका पसिना बगेर अक्करे भिरमा मूल फुट्नेछ। अनि छोरा, तँलाई जिनको प्यान्ट अनि तेरी आमालाई मखमली साडीको महसुस जुट्नेछ। हेर्दै जा छोरा, हाम्रो देश यस्तो हुनेछ नि, जर्मनीबाट यहाँ हरि धान किन्न आउनेछ, नेपालबाट त्यहाँ हाम्रो हरि कार किन्न धाउनेछ। अनि अरबको तेलाली त्यस गाडीमा नेपाली झन्डा यसरी फरफराउँछ नि, सारा राष्ट्रियता नै ठाडो हुनेछ। हेर छोरा, ऊ माथिको कालो आकाशको कालो बादल हट्नेछ, अनि खडेरी परेको यो भूभागमा यसरी पानी पर्नेछ कि सारा धुलो मैलो भ्रष्टाचार दुराचार छुवाछुत इधर उधर सबै बगाउनेछ। अनि निलो सफा आकाशलाई आके नियमले बाँध्नेछ, अनि निलो सफा आकाशलाई नियमले बाँध्नेछ। छोरा, संविधान आउनेछ, गाइने दाइले दुःखका होइन शान्तिका गान गाउनेछ, त्यसपछि त तेरी आमा नि खुब रमाउनेछ। हेर्दै जा छोरा, हाम्रो देश यस्तो हुनेछ नि, पण्डित निवजै हाम्रै कौसीमा बसेर थपडी बजाउने छिन्, मन्दिर जान हाम्री भाउजू थाली सजाउने छिन्। अनि त थालीका प्रसाद खाएर तेरी दिदी पँधेरामा पानी लिँदा चौबन्दी चोली यसरी झल्काउँछ नि, नेपाली त पुरै व्यक्त हुन्छ। हेर बुढी, ऊ त्यो मोमबत्तीले चाहिँ सारा अन्धकारलाई उज्यालोले छिर्नेछ, गाउँठाउँको रूप रङ नै फिर्नेछ, अनि त्यस रङमा यसरी रङ्गिनेछ मान्छे कि मनको कालो पुरै धुल्नेछ। बुढी, गाउँमा नयाँ स्कुल खुल्नेछ, चेतनाका पुस्तक घर घरमा पाठ हुनेछ, त्यसपछि त हाम्रो छोरोले नै कक्षा 8 छिनेछ। हेर्दै जा बुढी, हाम्रो देश यस्तो हुनेछ नि, धामी र झाँक्रीले ढ्याङ्ग्रो फाल्नेछन्, हाम्री हजुरआले इज्जत साथ जिउन थाल्नेछन्। धामी र झाँक्रीले ढ्याङ्ग्रो फाल्नेछन्, हाम्री हजुरआले इज्जत साथ जिउन थाल्नेछन्। अनि त हजुरआको आशिष लिई हाम्रो केटोले यही स्कुलमा सामाजिक शिक्षा यसरी पढाउनेछ नि, सारा समाजवादी नतमस्तक रहनेछन्। हेर छोरा, बिहानीको झुल्कोसँगै सगरमाथा हाँस्नेछ, पूर्व मेचीले पश्चिम महाकाली गाँस्नेछ, अनि त्यस एकतामा सारा नेपाली भूभाग यसरी रम्नेछ नि, पाखा पखेरा छाँगा छहराले गीत गाउनेछ, अनि देश विदेशदेखि मानिस धुन सुन्न आउनेछ। छोरा, पर्यटकले तसँग मित लाउनेछ, हाम्रा मूर्तिकला हस्तकला कला सांस्कृतिक चर्तीकलामा भुल्नेछ, अनि त नेपाली भकारीमा डलर चुन्नेछ। हेर्दै जा छोरा, हाम्रो देश यस्तो हुनेछ नि, पेरिसबाट कुहिरे दाई हनिमुन मनाउन आउनेछन्, नेपाली भाका र रेशम किलिली तिनका देशमा गुनगुनाउनेछन्। अनि त त्यस गुनगुनाहटमा नेपालले विकासको मादल यसरी बजाउनेछ नि, छाती नै गर्वले ढक्क फुल्नेछ। हो छोरा, हाम्रो देश त्यस्तो हुनेछ, केवल धैर्य गर। हस्त धन्यवाद।